मिलन तिम्रो शैलीमा हान्नु न हाम्रो भिडियोको स्टार्टिङ अब हेलो एन्ड नमस्ते गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल भनेर जङ्गेको युट्युब च्यानललाई चाहिँ तपाईँहरू सबैलाई स्वागत छ। अनि आज शनिबारको दिन चाहिँ हामी एक्टिभ राइडरको ग्रुप चाहिँ झरनामा, कहाँको झरनामा इन्डिङ गर्दैन त बहिनी। ल फाइनली मिलन तिम्रो शैलीमा हान्नु न हाम्रो भिडियोको स्टार्टिङ अब हेलो एन्ड नमस्ते गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल भनेर जङ्गेको युट्युब च्यानललाई चाहिँ तपाईँहरू सबैलाई स्वागत छ। अनि आज शनिबारको दिन चाहिँ हामी एक्टिभ राइडरको ग्रुप चाहिँ झरनामा, कहाँको झरनामा, लाउके झरनामा जाँदैछौँ। लगे अहिले रानीमाटी लाउके र लखेनचुली एउटै जस्तो लाग्छ। नजिकै छ त्यही भएर त्यस्तो भनेको होइन। अहिले चाहिँ हाम्रो यहाँनिर ट्याक्क केटाहरू बसेको छन् होइन। रामे ल अब चाहिँ हामी यहाँबाट निस्किसक्यौँ होइन। अब बाटोको भिडियोहरू चाहिँ अब कन्टिन्यू नै भइहाल्छ। सबैजनाले पुरै भिडियो हेरेर चाहिँ इन्जोय गरिदिनु होला है त। ल विकासे रेडी छस्? एकदम। सोनु रेडी हो नि? जेनी ए ल अब चाहिँ हामी हिँड्ने है। अब पछाडि केटाहरू आज धेरै जस्तो चाहिँ हामी डबल छौँ। मसँग सोनामको बहिनी छ, सोनाम छ, सोनामकै फ्यामिली छ, मिलन छ, हाम्रो राम भाइहरू, सुजन दाइहरू सब डबल छन् होइन। अब चाहिँ हामी ट्याक्क लखेनचुली, नाम पनि दुइटै रहेछ, लखेनचुली र लखेनचोरी भन्दो रहेछ। त्यो झर्नाको लागि हामी चाहिँ निस्किसक्यौँ राइडको लागि। अब लभली पारामा इन्जोय त उजै गर्ने हो होइन। मलाई सुरुमा भन्दा चाहिँ अब लखेनचुलीको झरना भन्दा नि गुरुङ गाउँको सुकुटी हान्न मन छ गएर। पहिला सुरु त गुरुङ गाउँ पुगेर एकपल्ट सुकुटी हान्नुपर्छ होला, त्यसपछि अनि बिस्तारै लाग्नुपर्छ लभली पारामा। आज यहाँ हाइकिङ जाने मान्छे टन्नै छन् कि क्या हो यार, टन छ यार आज हाइकिङ जाने आमामा। डर लागेको छ कि छैन? आत्मा पछाडि अनि मान्छेको ज्यान चाहिँ हजुरलाई च्याप्पसम्म माथेर भइरहेको नडराउ केही हुँदैन। अलिअलि त कुदाउनु पऱ्यो नि, राइडमा आइसकेपछि परेन अनि पऱ्यो सास रोकेरै भने आउँदा तिमीले त अनि। फाइनली हामी चाहिँ 3 पिपली आइपुग्यो होइन। तर हामी यतापट्टि ग्यादरिङ भएको कारणले गर्दाखेरि हामी जाने बाटो यो चाहिँ होइन, हामी जाने बाटो यताबाट हो। खास जानुपर्ने चाहिँ हामी टोखाबाट जानुपर्ने हो होइन। तर टोखाबाट जाँदाखेरि हाम्रो ग्यादरिङ सबै यतातिर भएको थियो नि त, बाइपासतिर। त्यही भएर हामी अलिकति अफ रोडिङ पनि हिँड्न पाइन्छ, रमाइलो हुन्छ भनेर चाहिँ अफ रोडिङको लागि चाहिँ यता आएको। उता बाटो पुरै पिच छ अरे होइन, बाटोमा अलिकति एडभेन्चर नै हुँदैन नि त राइडमा अफ रोड हिँडेन भने। त्यही भएर हामी चाहिँ अफ रोडको लागि चाहिँ हामीले अलिकति लामो रुट रोज्यौँ। उताबाट गएको भयो हामी 18 किलोमिटरमा हामी झर्ना पुग्थ्यौँ भने यताबाट आउँदाखेरि केही नभए भने म्याक्सिमम 30-35 किलोमिटर पर्न जान्छ क्या। एउटा डाँडै घुम्नुपर्छ नि त। त्यही भएर हामी चाहिँ लभली पारामा अफ रोड एडभेन्चर भएर चाहिँ अफ रोड हान्न मन पराउने भएर यताबाट आयौँ हामी चाहिँ है। तर तपाईँहरू चाहिँ अलिकति अफ रोड मन पर्दैन, गाह्रो लाग्छ भने चाहिँ उता टोखाबाटै आउँदा राम्रो है त। बिल्ला लागिरहेछ यार, मैले हिँडेको 6-7 जना केटाहरूले चाहिँ मलाई चिरेको थियो क्या बाटोमै। ट्याक्कै मैले भिडियो अन गर्न खोजेको, भिडियो रेकर्ड नै भएन क्या यार, कस्तो बिल्ला लागिरहेछ आफूलाई त यार। अब एकै ठाउँमा भइदियो भए सँगै राइड गइन्थ्यो। उनीहरू अलिक टाढा पुग्ने कारणले गर्दा जाउँ टाढा छ भनेर पठाइदिएँ उनीहरूलाई चाहिँ। त्यस हाम्रो त सर्ट राइड हो नि त, त 15-20 किलोमिटर छ नि त हाम्रो त। तर उनीहरू चाहिँ मैले हिँडेको है सेफ राइड केटाहरूलाई चाहिँ राम्रोसँग जाऊ, माइन्ड नगर, भिडियो चाहिँ रेकर्ड भएन चाहिँ मेरो। चनाको टेस्ट कस्तो छ? साँच्चै टेस्टै फरक छ। तिमीले थाहा पाउने चनाको टेस्ट हो नि, यहाँको सुकुटी तिमीले खाँदैनौ। सुकुटी खाने हुने होइन। हामी चाहिँ खाजा खान थाल्यो है त। सुकुटी खान्छ नि होइन?
पानी आइसक्यो सुकुटीको नाम के पानी भुटोको निरो न मिठो रहेछ गुरुङ गाउँको सुकुटी 24 आमा यो सुकुटी लभर भने जति मेरो आँखाले देखिरहेछ त्यति नै यो मेरो क्यामेराले रेकर्ड गर्दैन थाहा छ त्यतिसम्म त भ्याउँदैन मलाई थाहा छ होइन यो देख्नको लागि चाहिँ खुद आफै आउनुपर्ने हुन्छ है जङ्गेको भिडियो हेरेर मात्रै पुग्दैन जङ्गेको भिडियो हेरेर चाहिँ कस्तो छ ठाउँ है बिस्तारै नै ठाउँ ठाउँमा बाटो चाहिँ लभली पारामा पहिरो गएर बाटो थुनिने चान्सेसहरू पनि हुँदो रहेछ यता चाहिँ 2 दिन देखेँ पहिरो सहिरो गएको पनि लभली छ क्या तर ठाउँ चाहिँ आम्मामा तलतिर पुरै म त बादलमाथि चिलाउड हान्दा जस्तो भइरहेछ यार यहाँबाट चाहिँ कता हो भन्ने कुरा हो भयो यार यहीँ हो र हार्दिक स्वागतम शिवपुरी स्वागतम झरनामा यो झर्ना बवाल छ जस्तो यार यो झर्ना जान डेन्जर छ बाटो यस्तो छ तर यही झर्ना पौडी खेल्न पाउँदो त्यहाँ पनि पौडी लाउँदो छ तर मान्छे हेरेको हुँदैन जस्तो लाग्छ होइन आज उतै जाउँ अर्को हप्ता आउँला यहाँ उतैको प्लान छ उतै जाउँ तर बवाल छ जस्तो यो झर्ना अर्को स्याटरडे चाहिँ यो झर्ना हान्नु पऱ्यो यार र अर्को स्याटरडेको लागि यो झर्नाको लागि प्लानिङ गरेर राखौँ है केटाहरू सबले यो चाहिँ ट्रेन हान्दिनुहुन्छ कि नत्र होइन ठाउँमा बिच बिचमा मिनी झर्ना त बवाल रहेछ त यार लभली छ त झर्ना त यहाँ रोकेर फोटोसोटो हान्दिनु एउटा यार दामी छ झर्ना त यार फोटोसोटो हान्दिनु एउटा त्यही भने लभली छैन त झर्ना बाटो छेउछेउको यस्तो सानो मिनी झर्ना हेर्दै होइन हाम्रो डेस्टिनेसन त अझ आइपुगेकै छैन अझ बाटोमा यस्ता बवाल झर्नाहरू छ नि झर्ना पनि हेरेर यसो फोटोसोटो हान्यो होइन अब चाहिँ लाग्नुपर्ने हुन्छ अब चाहिँ फेरि हाम्रो गन्तव्य त अझ टाढाको छ होइन जाम कसो हेलो आमामा दाइको पोस्ट त बाबाला आयो त चलो ल मचिँदैछ है राजाको घोडा आयो बाटो चोड्छ चलो अघि बढो झर्ना त यहीँ छ त अनि ल मचिँदैछ है झर्ना त जताततै झर्नै मिनी झर्ना छ बाटो त मारेको छ त अनि झर्नु पर्ने हो पर्दैन झरी भने एकैचोटि तिमीहरूमा बाइक साइड झरौँला आया छ्यामा साला कचक्कै भयो यार यो बाइक यहाँ दुईटै टडक छ
खै कालिदाई लडाउँछ कि भनेको हेरौँ अर्को केटाहरू नि हेरौँ न त यस्तो मजा आउँछ भिडियो गर्नु भिडियो उनीहरू त तलतिर जानु लाग्यो रहेछ कङ्ग्रेचुलेसन सक्सेसफुल पर्सन डेन्जर यार आमा मान्छेहरू त सब फर्किसकेको छ त यार बाटो चाहिँ लभली रहेछ लभली मारेको छ बाटोले चाहिँ ओ झर्ना आइपुग्यो यार आइपुग्यो फाइनली झर्ना आइपुग्यो गाई झर्ना आइपुग्यो आमामा सक्छ त अनि ल फाइनली गाइज हामी चाहिँ लखनचोली झर्ना आइपुग्यो है केटाहरू आउँदैछ कालीबाट आइपुग्यो अफरोड बाटोले केटाहरूलाई यस्तो गाडा हालेको छ नि दाइ दाइ काले दाइ झर्ना यही हो अरे कस्तो लाग्यो झर्ना यही हो अरे झर्ना चाहिँ ल बवाल हो नि बाटोको त्यो दृश्यहरू देख्दा चाहिँ होइन म त किन आए जस्तो लागिरहेको थियो तर यहाँ आइपुग्दा चाहिँ एकदम जब यो झर्ना देख्यो मनै आनन्द भयो होइन ल ठिक छ यत्तिकै त हुनु परिहाल्यो यताबाट फर्किँदैछ कोही आइपुग्यो हाम्रो अर्को जोडी आइपुग्न सफल भइसकेको छ यता मिलन खड्का ब्लग्स झर्ना चाहिँ ब्लास्ट ठुलो अग्लो रहेछ क्या पानी चाहिँ सानो तर लास्ट चाहिँ अग्लो रहेछ होइन अब के गर्ने यहीँ भने नि अब हान्नै पऱ्यो पौडी त एकबार त डुब्नै पऱ्यो होइन ल यस्तो हावा आइरहेछ नि यहाँसम्म पनि फुल्ली वाटर दादा गइदिन्छ है झर्नाको टुप्पामा यताबाट जाने बाटो रहेछ झर्नाको टुप्पामा चाहिँ नुहाउनु चाहिँ हामी अब उता गएर नुहाउनु जस्तो छ यताबाट जाने बाटो रहेछ क्या माथि आम्मामा कति माथि हो यहाँबाट त यार यहाँबाट त बवाल देख्दो रहेछ झर्ना त यहाँबाट आम्मामा केटाहरू यहाँ छ त आम्मा यहाँ भिजाउँदो रहेछ अरे यसले यो पानीले भिजाउँदो रहेछ क्या यताको पानीले डेन्जर पारामा त छु कति चिसो पानी हो क्या मा कसम यार यहाँ बवाल छ अरे यहाँ जहाँ माथि पौडिने ठाउँ बगाएर जान्छ बाटो त छैन त लड्यो भने त डेन्जर हुन्छ फेरि त्यो त डुबाउला नि जान्छ फेरि त्यही ठिक छ आइज छोड्दै आउनै सक्दैन केटीहरू लभली ठाउँ छ है लभली ठाउँ अब यहाँ बसिन्छ पुरै चिलाउडा हानिन्छ अनि त्यसपछि अनि डाइरेक्ट काठमाडौँ फेरि है त
ल हामी चाहिँ यहाँनिर चाहिँ यस्तो चिलाउडो गरेर बसिरहेको थियो है। अब पानी पऱ्यो तर पानी परेको कारणले गर्दाखेरि हामी चाहिँ पुरै निस्किन पर्ने भयो। म जस्तो लगाइरहेको छु त्यस्तै कट्टुमै निस्किनु लाग्यो म चाहिँ। अब मेरो चाबी बहिनीसँग छ, बहिनी हिँडेर गइदियो क्या यार। जाऊ गएर बहिनी लिएर आऊ मुला, छिटो गएर लिएर आऊ बहिनीलाई। मेरो चाबी फेरि बहिनीसँग छ क्या, बाइकको चाबी। बहिनी पानी पऱ्यो भनेर हिँड्दै हिँड्दै चलिदियो उता। ल अब यता चाहिँ रेडी हुँदैछ हाम्रो कार्यालय, यहाँ रेडी हुँदैछ, कपडा लाउँदैछ। यहाँ अब राम भाइहरू रेडी हुँदैछ। अब यहाँबाट अब चाहिँ हाम्रो चाहिँ सायद काठमाडौँ नै केही हुन्छ होला एकैचोटि। कस्तो भयो रामे? कस्तो भयो? मा कसम यहाँ 10वटा खाजा सेट मगाएको। बब खाजा सेटमा बब खाजा सेट भनेर मगाएँ होइन, बब खाजा सेट भनेर मगाएको। भेज खाजा सेटमा बफ त भ्या मात्रै छ 2टा। अब के गर्नु, अब यस्तै मगायो। अब भेज खाजा सेटमा चाहिँ बफ भ्या मात्रै परेको जस्तो लाग्यो। ठिकै छ, केही छैन। अब होइन भने हेर न यहाँ आलु 4वटा अरे खाना हेर्नु तिमीहरूको गुगलमा होला नि होइन। गुगल आलु यति आउनुलाई खाना अहिले खाएर चाहिँ काठमाडौँ फर्किनु पर्छ हो। अब मेरो भिडियो चाहिँ होइन इन्डिङ हुन्छ। गुगलमा मैले कस्तो रिभ्यू दिन्छु, इन्डिङ गरिदिनु त बहिनी। लाइक एन्ड सब्सक्राइब।